भोला तिमी सुत्ता गयो तिम्रो पैसा यो भित्र भित्र अहिले बिसको खायो भने फेरि केही छोरी छोरा पितृ कि आमा पितृ बार भाग्या ओ बाबाजी घर कता पर्यो? म यहीँको बासिन्दा हो। कुन ठाउँ हो घर? रूपकोटे। रूपकोट? हजुर। के काम गर्नुहुन्छ? के काम गर्नुहुन्छ? म मागेर खाने हो सर। मागेर खाने? हात पाकेर त राम्रो छ त। राम्रो छ होइन होटेलले राम्रो छ राम्रो छ फ्रेसमा पठाउँछ। हजुर तपाईँ धन्यवाद। यस्तो पनि गर्ने हो र बाबाजी? होइन म बाबाजीहरू त रक्सी त खान्न नि त। होइन रक्सी त खानुहुन्न कि। हेर त बाबाजी भन्नुहुन्छ रक्सी चाहिँ यसरी खानुहुन्छ। होइन तपाईँ कुन ठाउँको रे? कोट धारा पनि यहाँ छ। नक्कली बाबा जस्तो लाग्यो। होइन म सकेली बाबा। यस्तो हेर त हेर तान्नु तान्नु यस्तो नि हुन्छ बाबाजी? होइन नि त तपाईँ काम गर्नको अल्छीले यस्तो गर्नु भएको छ। यस्तो नगर्नु होला अबदेखि है। यस्तो नि हुन्छ? हाम्रो बाबाजी हेर त बाबाजी भन्नुहुन्छ रक्सी खानुहुन्छ। मान्छे हट्टाकट्ट छ चुरोट पिउनुहुन्छ। यो बजारमा धेरै यस्तो मान्छेहरू अहिले निस्किराखेको छ। कमेन्ट गर्नु होला तपाईँहरूले। यसो आएको ल्याइदिनु पऱ्यो बुढालाई। दोस्त देखो तस्वीर देखो कितना अच्छा है। होइन यो ठग मारा हो कि ठग मारा हो ठग। तर दान पनि दिनुहुन्न यस्तोलाई। तर यस्तो फेरि तपाईँहरू कुरो राम्रो हो तर नराम्रो पनि फेरि उयो त फेरि घरको स्वरूप लिएर आउनु पनि सक्नु फेरि परीक्षा गर्न आयो कि यस्तो हुन्छ फेरि। यस्तो मान्छेले परीक्षा गर्छ? यसले त हामी पनि परीक्षा गर्ने त्यस्तै आयो नौलो बोलेर आयो भने त परीक्षा दिन आएको पनि यस्तो हुन्छ कि फेरि भवनको आफ्नो होइन किन उयोहरू हामी सुनेर जानु हाल्छौँ। के बोलेको दाइ तपाईँ? यस्तो नै हुन्छ। बाबाको भेषमा आएर यसरी पैसा माग्दै रक्सी खाँदै गर्दैछ। हेर्नु होला। को हालत खराब छ। यस्तो हुन्छ। उतापट्टि दोकानमा गएर रक्सी खानु भयो। सक्कली बाबा भनेको त नक्कली। मेरो हातै कामै हल्डियो। जनचेतनाको लागि मैले भिडियो बनाएको। बाबाको भेषमा आएर अरूलाई ठग्दैछन्।
उतातिर गएर पैसा माग्दैछ हेर न कति गर्नु सक्यो त्यस्तै भित्र त्यस्तो पल्लो ल्याएर बस्नु त पसिना